ल सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ। भर्खरै आजको घर दैलो सकेर बरा क्षेत्रको भरौली भन्ने ठाउँतिर हाम्रो घर दैलो व्यापक रूपमा सकेर आइपुगेको अवस्था हो र यहाँहरू सबैजनालाई माया सम्झना छ बेसरी है। ल हाम्रो चुनाव चिन्ह चाहिँ चिटिके पारेर यस्तो छ है। अब यस्तो आउँछ होइन, यस्तो आउँछ, म तपाईँलाई अहिले देखाइदिइहाल्छु। चुनाव चिन्ह माटो होइन, सबैजनाले भन्नु होला चुनाव चिन्ह माटो होइन। अब यो खालको मतपत्र आउँछ, यही आउँछ भन्ने त छैन, जेस यो खालको चिन्ह चाहिँ तपाईँले हेर्नुपर्छ। यो यता पनि कहीँ कतै राखेको हुनसक्छ, तर चुनाव चिन्ह यो अन्जुलीमा राखेको माटो यो मात्रै हेर्नु होला, अरूतिर नहेर्नु होला। यतातिर हेऱ्यो भने दिमाग खराब हुन्छ। तपाईँहरूले यो चुनाव चिन्ह हेर्नु, यो है चुनाव चिन्ह अन्जुलीमा राखेको माटो, यो माटो चुनाव चिन्हलाई ट्याक्कै हेर्नु होला। यो कहीँ कतै हुनसक्छ है, यतातिर कहीँ कतै हुनसक्छ, यो यहीँ हुन्छ भन्ने छैन। यो चुनाव चिन्ह ठ्याक्कै हेर्नु होला, अन्जुलीमा राखेको माटो यो श्रम संस्कृतिको हो र यसमा चाहिँ ट्याक्कै यहाँनिर है स्वस्तिक छाप ट्याक्कै यसरी होइन, ट्याक्कै यो खालको छाप त्यहाँनिर हुन्छ। चाहिँ मैले कोरेर दिएको छु। यो चाहिँ तपाईँहरूले ठ्याक्कै के अरे लगाउने होला है, लगाउनुपर्छ। यस्तो खालको त चुनाव चिन्हका विभिन्न खालका लिस्टमा यो चुनाव चिन्ह चाहिँ तपाईँको आफ्नो चुनाव चिन्ह हो। सम्पूर्णलाई हार्दिक नमन गर्न चाहन्छु। चुनाव चिन्ह माटो, चुनाव चिन्ह माटो तपाईँको सन्तानको भविष्यको बाटो। देशलाई माया लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुहोस्, लाग्दैन भने मेरो भन्नु केही पनि छैन। यति भने है मैले। धन्यवाद छ, नमस्कार, जय होस्। र भोलि यदि तपाईँहरू धरानबाट हेरिदिइराख्नु भएको छ र धरानबाट चाहिँ नि भोलि तपाईँहरू घर दैलोमा सहभागी बन्न चाहनुहुन्छ भने चाहिँ भोलि हामी 7 बजेको समयमा ग्रिन टीमा भेट्नेछौँ र धरान 15 को सदन स्कुल है, माछाभौडीपट्टितिर सदन स्कुलबाट चाहिँ निराजन बस्ती हुँदै हुँदै हामी चाहिँ बगरकोट जाने बाटोदेखि उभो उत्तरतर्फको भेग र पारिपट्टि चाहिँ नि तपाईँको चाहिँ नि पुग्नेछौँ। यहाँहरू सबैजनालाई त्यो जानकारी गराउन चाहन्छु। नमस्कार छ, जय होस्, जय माटो, जय देश।